हेलो साथीहरू, वेलकम टु माई न्यू भ्लग सेमुना। म चाहिँ धरानमा पानी आएर बिजोग अवस्थामा अब टक्क ल्याएर झोरामा अब लुगा बोकेर हाम्रो देउरालीतर्फ लाग्नु लागेको छु। त्यहाँ चाहिँ ट्याक्कसँगले हैन, बहिनीको घरमा चाहिँ पानी आउँदैछ र नि, त्यहाँ यस्तो लुगा धोइसकेको छु हैन। त्यसलाई पखालेर ल्याउनु पर्यो। एकदम धरानमा बिजोग छ पानीको। धरानमा हैन, यहाँ चाहिँ कहाँ यहाँ बिग्रेको छ अरे, धरानमा हैन, यहाँ कहाँनिर बिग्रेर यहाँ पानी आएको छैन। 3 दिन भयो, हरि बिजोग छ। अरू त अरू हगेर धुनु पनि पाइएको छैन हैन, त्यस्तो छ। अब म जान्छु। मेरो च्यानललाई सब्सक्राइब गरेको छैन, गर्नुभएको छैन तपाईँहरूले भने गरिदिनु होला सब्सक्राइब। अनि मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। यसो के छ कसो यसो भनिदिनु होला हैन, सुझाव सल्लाह दिनु होला। म चाहिँ टक्क लाग्छु हैन। अब म चाहिँ यहाँ लुगा बोकेर लुगा धुन लाग्नु पर्यो। तोर्माहरू र बुइनीको घर लगेर धुएर ल्याउनु पर्यो। यसरी पानी पनि जोइँदैछ र त अघिनेलाई ल्याउनु पर्छ। त्यस्तो हालत छ लुगाको। छैन अब एकै झोला बोकेर जानु नै पर्ने हुन्छ म, किनकि भोलि म गाउँतिर लाग्नुपर्ने। त्यसैले यसलाई बोकेर बुढीकीमा राख्नु पर्ने हुन्छ। त्यसै लुगा स्वेटर धेरै पनि छन् त छैन, अब के गर्नु, धेरै पनि नभएका पनि गर्नै पर्ने हुन्छ। लगाउनु पर्ने हुन्छ। मैले चाहिँ लगाइसकेँ। फेरि हेलमेट लगाएर होइन, ठक्क लगाएर मेरो डिपमा राखिसकेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरू। जब ठिकठाक गरिसक्यो, अब जान्छु। हाम्रो साथीहरूमा चाहिँ लुगा धुने ठाउँमा पुगिसकेँ, शिवजीको घरमा। रास्ता यहाँ झिकेका म चाहिँ लुगा पखाल्नुतिर लाग्छु होइन। मेरो घोडा पनि यस्तो फोहोर छ, के गर्नु। धोएर पनि साध्यै छैन, केही गर्दा साध्यै छैन। के छ केटाकेटीको खबर? खोइ नाना कतिएर यहाँ आइफिर्छु चाहिँ लाइभ बसिरहेछ। म चाहिँ भ्लग बनाउँदैको। ए पर्खुट्टी लाएर यहाँ सुतिराख्नु भएका छन् हाम्रा नाना। म भ्लग बनाउँदै आएको। कपाल लटा पर्ने हैरान। लुगा पनि पखालिसके साथीहरू। ढेँडो मासु रहेछ खाने तयारी। मिठो रहेछ हेर। तर गर्मी के खान्छ है, गर्मी। मिठो भात खाएर लुगा पोको पारेर घर गएर फेरि मेकअप सेकअप ताक्तिक गरेर लुगा नाना राम्रो लगाएर श्रम संस्कृति पार्क मेरो दिदीले लग्नुपर्ने, उहाँ जानुभएको छैन त्यो पार्क होइन, घुमाउनु पाऊ साथीहरू हेर्दै गर्नु। साथीहरू हामी चाहिँ ठिकठाक परेर श्रम संस्कृति पार्क आइपुगिसकेको छौँ। नारामा
अघि मैले ठिकठाक पद बनाउनै पाइनँ कि किनकि हतार हतार भयो अनि लाइभ पनि बसिरहेको थियो फेरि अनि त्यही भएर पाइनँ पाउँदा पाएको थिएँ र अहिले पनि पाउँदिनँ जस्तो छ किनकि यहाँ यस्तो यसरी जुत्ताको लेस खुस्यो होइन यसरी बान्नु पर्यो होइन लेस खुस्यो बान्नु पऱ्यो अलिकति भए पनि यसरी एकदम राम्रो रहेछ त फुलहरू खोला रहेछ क्या त्यही भएर खोला आउने सम्भावना एकदम आइमा यता साथीहरू हिँडिसक्यौँ हामी नाना राई भाषा बोल्दै हिँडेकै छ गन 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 गर्नु हुँदैछ उहाँ धरान भएको छ पारी नानीको रुवा बसी छ सिधा प्रवेशद्वार अब टिकट काट्ने घर टिकट घर ए यहाँ त पानी कति चिसो रहेछ यस्तो धारा अर्ग्यानिक अब यहाँ आइसकेको थिएँ टिकटक बनाउनु लगातार छ नानाको टिकटक बनाइदिनु कसरी बनाइदिनु के गरी बनाइदिनु एकछिन ल साथी धेरै तल होइन सानो साउन्ड त कहाँ हाल्दैन बुफर हो र क्यामरालाई होइन नाला एकदम सानो साउन्ड भएर कि साथीहरू सुजन कला पारी उहाँले बनाउनु पर्छ घुम्दैछु यस्तै चाहिँ त्यसमा पनि मैले दिइसकेँ भिडियो पनि बनाएँ टिकटक होइन साथीहरू कस्तो दामी भएको रहेछ मौसम त यता आउनुपर्छ फ्रेस हिँड्ने रहेछ कि त्यो खोला पनि साथीहरू खोला तपाईँहरू हेर्नु सक्नुहुन्छ फेरि मुनिदेखि नै हो खोला तपाईँ भिडियो बनाइराख्नु भएको छ आइसक्यो आराधरानमा आइसक्यौँ हामी कस्तो हिँड्दै एकदम राम्रो रहेछ शीतल रहेछ अहिले मौसम गजब भएको आराधरानमा आइसक्यौँ बेलुका यस्तो दामी छ गजब छ यो हेर्नु ठाउँ हेर्नु होला उता फोटो खिच्नेहरूको लाइन यता पानी बनाउनु छ यतातिर यता फेरि यहाँ आएर पानी खानु हुँदैछ साथीहरू उता चिसो पानी छ तपाईँहरू पनि आएर खानु होला बराबरमा त्यो पानी खानु मन छ भने तपाईँहरू आराधरानमा आउनु होला यस्तरी खानु होला यहाँ कस्तो दामी चिसो यहाँ आएर मेरो पनि बनाइदिनु होला प्लिज यसरी गरेर देखाइदिनु होला अब म पानी खान्छु राख्नुपर्ने हुन्छ नि
म त एक्कासी खाइदिएँ घाँटी दुखेको अवस्थामा चिसो पानी कुलकुल भयो एकदम मिठो छ कपाल टक्क दुख्रो भइसकेको डिजाइन गर्नुभएको किन्नु मिल्दैन होला नि चिप्ची लाग्नुसक्छ पर क्याप मेरो पनि छ ल्याऊ बिचमा खडा ततिर घुमिँदैछ म त ताल यहाँ पनि घुम्न आउँछु कि कतिचोटि आउनु अब धरानको के गर्नु घुम्ने ठाउँ यहीँ अलिक राम्रो लाग्ने ठाउँ चाहिँ यहीँ आइन्छ है यसरी खरर साथीहरू अब हामी चाहिँ घुम्यौँ नआला मैले घुमाउँछमा घुमाएँ अब चाहिँ हामी विरक्तै भयौँ अत्याचार गलेर थाक्यो नाना पनि थाक्नु भयो अरे अब के गर्नु यस्तै छ जिन्दगीको गोरेटोमा अब घर जाने प्रयास एकदम तयारी हुँदैछ हाम्रो चाहिँ होइन यस्तै हो भ्लग हेरिदिनु होला कि कस्तो छ श्रम संस्कृति पार्कले है हेरिदिनु होला आन्टी बाहिर निस्किदिनु न ल बाहिर निस्किदिनु न हजुर बाहिर निस्किदिनु न भित्र छिर्नु पाइँदैन क्या यस्तो किन हो उताबाट कराउँदैछ पारिपट्टि चकचक गर्नु छ र सेकुवा खाइयो खाजाको रूपमा चटपटे मिठो मिठो खाइयो सेकुवा पानी स्प्राइट खाइयो सेकुवा खाइसकेर चटपटे खाइसकेर सेकुवा सुँगुरको अब यस्तै हो अब साथीहरू टिकटक बनाउनेहरूलाई गाली गरी हाल्नु भएछ अब चाहिँ हामी यतिमै भिडियो समाप्त गर्दै छौँ साथीहरू सबैजनालाई बाई बाई टाटा हेरिदिनु होला सबैजनाले हेरिदिनु भएकोमा पनि तपाईँहरूलाई एकदम धन्यवाद दिँदै अब यस्तै हो होइन ऊ पारिबाट चाहिँ गएनौँ हामी अल्छी लाग्यो हिँड्दा थाक्यौँ अब जाने ओह लु जाऊँ पुङमा साइली पुङमा बाई बाई